कुरा छ मेरो नजायज आउला यो भिडियोमा हल्का गाली गलोच बढी त्यही भएर एयरफोन युज गर्नुहोस् या एयरफोन छैन भने फ्यानदेखि टाढा गएर हिँड्नुहोस् होइन फर्स्टमा हेर यो मात्र धेरै भनिसकेँ मैले रोस्ट नहान थुथु नै त माछालाई पाखा चोर जस्तो छ के गर्ने मादर चोकले थाहा छैन यसको गाउँ म हो यो रन्डीको चोकलाई थाहा छैन कसम मुजी यार त्यो दिन फन्डम नच्यात्दै गयो यो मादर चोकलाई आउनै थियो कि यो दुनियाँमा कसम भने फन्डम त्यो राति कसम भनेको या नच्यात्दै गयो आउनै थिएन नपत्ता यसको आमालाई सोधे हुन्छ कि मेरो एक रातको मेहनत हो कि यो एक रातको के भन्नु मादर चोकले काहीको बुत्ला फाल भन्दा फाल्दैन रन्डीको बानी तेरो मम्मीलाई भन्के मादर चोक मुजीको पुत्ला खान त्यहाँ भुत्ला खानलाई रन्डीको छोरो बुझिस् नि कति कम तँलाई जन्म त कम त प्रब्लम भयो मादर चोक त्यही जङ्गलमा होला त्यस्तो मम्मीलाई सोध्दा आफ्नो रन्डीको बानी असली हेरे मलाई आफ्नो क्यारेक्टरमा आउन चाहिँ मजबुर नगरे मादर चोक नत्र म सिधै फाडिदिन्छु तँलाई अहिले आज रोस हान्छु भन्छ सबैलाई रोस्ट हाने थुतुन कालो धम्रिलो छ के गर्ने अब जति गरेर नहुने रहेछ कसम यो रन्डीको बाललाई त्यो राति कसम यसको रन्डी आमाले कसम भनेको आमाले टिपेर नहालेको कसम यो पैदा हुनेवाला थिएन कि तर के गर्छ बिचरा उसको मम्मीको जिद्दी थियो कि तिमी जस्तै छोरो चाहियो एकदम शुद्ध संस्कार तर रन्डीको पनि अरूको भर्यो क्या बुझ्यो यो त अरूको भर्यो कि यस्तै भँसडीवाला अझै खाने यसको 2-3 भिडियो अझै हेर CR7 होला भनेपछि को हो मैले बुझ्दैन बुझेको कुन देख्न मन गर्छ चलेको ओके मैले नाम CR7 होला को होला नाम पनि सुन्नु CR7 होला तर यो युट्युबमा सर्च गरेको फिस्टा होइन यो कुन चाहिँ बाख्रा चिप्का रहेछ हो कुन चाहिँ रन्डीको छोरो रहेछ हो यो बाख्रा माथा चोट रन्डीको भने बाख्राको लाएर चामल जान्छ नि थाहा हुन्छ मुझे छुट्न लागिकन चिपिदिन्छु रन्डीकोमा बुझिस् माथा चोट उतार्नु बस्नु गरेर त्यसोमा मेरो बाख्रा बलात्कारी आज आएर कसम बाख्रा बलात्कारी होइन यसको आमा बलात्कारी होइन रन्डीको छोरो मादर पदर हेर फेस देखाएर कुरा गर्ने हेर्ने रन्डीको छोरो नत्र हेर त राम्रोसँग फेस देखा फेस देखाउने औकात चाहिँ यति डराइरहेको छ मुझी रन्डीको छोरो अहिले हो र भनेको मादर चोक के त मादर चोक त्यही त्यसको छाडको बाल हुन्छ नि रन्डीको छोरो उहाँको कपाल त्यो पनि हेर्नुहोस् न माथि त्यसको इन्फेक्सन रन्डीको छोरो तर मान्छे मादर चोक एउटा भिडियो फेस देखाएको छ रन्डीको छोरोले एउटा भिडियो पनि मादर चोक के हो डुबिरा यार तपाईँ हेरेदेखि बुटबल जाँदा हुँदाखेरि म कसम हेरेको तपाईँ जुन पसलमा झरेर मार्क्स सिक्नु भयो नि त्यो पसल मेरो भाइको थियो कि कसम त्यो पसलमा मैले तपाईँले रोक्न कोसिस गरेँ तर तपाईँ रोक्नु भएन यार अगाडि तपाईँको फ्यानहरूले पनि रोक्न कोसिस गरेँ तपाईँ रोक्नु भएन यसलाई हुन्छ कि ओभर एटिट्युड भयो सुन भाइ टप फ्यान होस् राजा बन्न नहोस् रन्डीको छोरो मेरो छोरो होस् बाउ भन्न कोसिस नगर बुझिस् नि यहाँ थुप नलागिकन चाकमा हालिदिन्छु रन्डीको चारवटा हुन्छ रन्डीको छोरो बुझिस् नि म आफ्नो असलियत नखाने क्या मुझे बुझिस् नि म कसैको फ्यान होइन क्या रन्डीको फ्यान भनेको एकजना मात्र थियो म अनिललाई बुझिस् नि रियल्ली तर झुकेर थियो कन्फर्स गरेर तर त मादर चोटले गर्दा रन्डीको छोरो आफ्नो असली औकातमा आएर मुझित आफ्नो फेस देखा यसले जे भन्छ नि एउटा त यसले रिसर्चको नाममा माछालाई छलेर फाल्ने जस्तै काम गर्छ सिरियसली यहाँ रिसर्चको नाममा घन्टा के गर्दैन यसले होइन अनि त्यसकै फोटोकपी मुजा यो यसलाई गाली गर्न मिल्दैन यसले केही भनेको यसको भिडियो हेर यो भाइको सोसल एक्टिभिटी देख्दाखेरि चाहिँ यो भाइले खोजेको भनेको कन्ट्रोभर्सी खोजिरहेको हो क्या के हो भाइ अनि यो भाइले एउटा भन्दै थियो त्यो राजकुमारले यताउति बिजनेस गर्ने नआउने बोल्नै नआउने मैले सोचेको थिएँ कि गालीहरू तर यो भँसडीलाई के भने यसको हेर्दै यसले पनि त्यही गर्न खोजेँ ए भँसडीकै औकातमा त्यो मैले बिजनेस गर्न आउनु भने हो यो झगडा भएको थियो क्या यो झगडा भएको थियो नि बल्ल मैले भनेको कि यसले बिजनेस गर्न नआउँछ रन्डीको त मादर चोकले त्यो फोटो ल्याएर गरेँ नि रन्डीको छोड त्यो फोटो हटाएर त्यो भिडियो डिलिट गरेँ रन्डीकोमा बुझ्छ नि के अरे यो भिडियोलाई फोटो रन्डीको छोडेर त्यहाँ मेरो भिडियो चेकआउट गर्छु मेरो भिडियो बुझ्छ नि त मादर चोकहरूले गर्दा हो कि अति नै शान्त भयो तर जो चाहिँ यहाँ कमेन्ट गर्छस् नि रन्डीको बारेर तेरो मादर चोकहरू मुझ नराम्रो हुन्छ क्या तर घन्टा फरक पर्दैन रन्डीको बारेर यस्तै गर्न 2-3 स्पोन्सर यतिकै आइरहेको त मैले स्पोन्सर गरिरहेको त रन्डीको बानहरू तिमीहरू सुध्रिनु क्या अनि मुझे त्यो फोटो लगाएर त्यो काम नगरी गरे नाम चाहिँ गोर्खालीको रन्डीको चाहिँ काम चाहिँ कस्तो गर्छस् नाम नडुबाई गोर्खालीको टिचरले स्टुडेन्टले पढाउने कि स्टुडेन्टले टिचरले पढाउने भाइ भसडीवालासँग टिचर गल्ती भयो भने स्टुडेन्टले सिकाउनु पर्छ कि तर त मादर चोकले एकचोटि त्यो भिडियो हेरिस् मेरो यो भिडियो हेरिस् तैँले डाइरेक्ट भिडियो बनाइस् मादर चोक दिन्छु याद राख बुझिस् नि जहाँ रङ थियो मैले त्यहाँ सरी भने बुझिस् यसमा गल्ती छैन मेरो मादर चोक दिन्छु याद राखे बाबु अनि टिचरले सिकाउँछ रन्डी सर झ्याम्रा हान्छु नि अहिले भिडियो बनाउनु गर्दा कोबाट सिक्ने हो अब हिजोको दिनमा त्यहीँबाट ती मान्छेहरूबाट चाहिँ इन्सपायर भएर भ्लगिङ सुरु गरेर होला होइन मेरो लाडो मैले कसैदेखि इन्सपायरले के भने अरे एक्सपायर है रन्डी सर मलाई बोल्नु मैले अरूलाई हेरेर भिडियो बनाउनु सिकेँ छैन कि मेरो च्यानल डिलिट भएर हो कि मैले नआएको बुझ्यौ नि न चाहिँ मैले कस्तो कन्टेन्ट बनाउँछु थाहा कस्तो हो यस्तो बनाउँछु कि मैले नाकि तिमीहरू जस्तो हेलो गाइज हेलो भसडीवाला सक्दैन अब मान्छे होइन अब भेट्न गएको छ अब यताउति बिना अथोरिटी बिना भिडियो बनाए ओ रन्डीको छोरो त मादर चोक याद राख
म जोसँग पनि भिडियो बनाउन गएको नि सुरुमा पर्मिसन लिएको थिएँ मैले राजकुमार दाइसँग पनि ट्याप्पसँग पुगेँ दाइमा भिडियो बनाउँछु भने अनि दाइले भनेको के बनाऊ क्यामेरा अन गर त्यसपछि बल्ल क्यामेरा अन गरेको क्यामेरा दिएको बाद मैले हेर त्यहाँ याद गर भसिरहेको मैले कहिले पनि त्यहाँ देखाएन कि यार यो घर पुग्न लाग्यो त्यसको राजकुमार दाइको बुझ्ने अनि मैले यो अनिलाइको घर पनि बाहिर दिएको पछि क्यामेरा गरेँ अनिलाई आउनु हुन्छ त्यहाँदेखि क्यामेरा अन गर त मात्र बडी बोल्ने नगरेँ क्यामेरा अन गरेँ टुबीको गाडीको सुरुमा टुबीलाई बोलाएको अनि आउनु भएन अनि त्यसको भाइले के भन्न थाल्यो मैले बल्ल क्यामेरा अन गरेको बुझ्ने त मुझे रिसर्च गरेर बोल्ने गरेँ तपाईँ त्यो यसको जस्तो छलेर फाल्ने काम नगरेँ पुरै रिसर्च गरेको गरेँ त्यो भाइहरूलाई क्या तिमीहरूलाई होइन कन्टेन्ट सन्टेन्ट पस्किन आउँदैन कन्टेन्ट सन्टेन्ट बनाउन आउँदैन भने पस्किन आउँछ राम्रोसँग आउँछ क्या मलाई एकदम हाई के मैले अरू यस्तो भ्लगिङ या त अन्डु झन्डु गर्दा पनि मैले यस्तो भिडियो बनाउँछु कि जुन चाहिँ म पहिला मजाले यो भिडियोदेखि पैसा कमाइरहेको फेसबुकदेखि पैसा कमाएकै मान्छेहरू क्या मलाई राम्रोसँग थाहा क्या कन्टेन्ट कसरी पस्किने हुँदैन पुरै त्यो भ्लगरहरूको घरमा गयो होइन अब राम्रो भन्दा नि नहुने नराम्रो भन्दा नि नहुने तिमीहरूलाई अलिकति उयो गर्यो भने यसले यस्तो गर्यो उसले उस्तो गर्यो तिम्रो किन मेन कुरो भनेको किन जानु पर्यो क्या घरतिर होइन उसको नर्मल लाइफ पर्सनल कुराहरू हुन्छ नर्मल लाइफ हुन्छ कति प्रेसर भइरहेको हुन्छ उनीहरू आफ्नै दुनियाँमा भइरहेको छ होइन गएको छ होइन के भनिदिएको छ कहिले के भनिदिएको छ मलाई यसको रेस्पेक्ट चाहिएन होइन एक हिसाबमा भन्नुपर्दा एकदमै नराम्रो हुन्छ क्या त्यो घरमै आउँदाखेरि होइन आफूहरूलाई लाग्ला कि त्यो मैले खतरा गरेँ भनेर होइन बरु इन्फर्मेसन पहिला सोध्ने कल गर्ने के कस्तो छ होइन ल भेट्न आउन मिल्छ भने भेटौँ न कल गर्ने कल गरेर हेलो खेल्यौ लगार कसम यार तिम्रो नम्बरै मलाई थाहा छैन तिम्रो नम्बर देऊ न यार तिमीलाई सोध्न भयो कि म तिम्रो घर आइकिन तिम्रो नम्बरै छैन कतादेखि निकाल्यो ए निकाल्न मिल्दैन होइन नि साइको जस्तो नभन न त इन्फर्मेसन ल्यायो ए म्यासेज गर्ने म म्यासेज गरेको तिमीले हेरेछौ मैले एक हप्ता पहिले म्यासेज गरेँ ए हेर हेर्नु कतिको म्यासेज जान्छ है तिमीलाई त्यही त यार थाहा छैन तिमीलाई कसरी इन्फर्म गर्ने त माउनु लाग्यो भने ए भिडियो बनाऊ कि ए कस्तो भिडियो बनाऊ मैले त कति धेरै भिडियो बनाऊ त तिमीबाट भिडियो गएको अहिलेसम्म म भिडियो उहिलेदेखि बनाइरहेको म तिमीबाट भेट्न आउँछु भनेर ए हेर होइन ए ल ल ल नम्बरै छैन भिडियो पुग्दैन तिनीहरूबाट कसरी भन्ने साइको मेन्टल कुरा गर्छ गऱ्यो भने त अभियसली मान्छेले जसले पनि गरिहाल्छ यार पोकटमा आएको छ दिमाग ह्याङ भएर आउँछ होइन अनि त्यसपछि माट भनेर थर्काउँछ क्या नरिसाउँ ग्याङहरू होइन लाई त मुख छाडिहाल्छ मेरो त घरमा आउँदा हुन्छ मेरो त म त फोटो सोटो खिचिदिन्छु डेन्जर कमेन्ट कन्ट्रोभर्सी गभर्मेन्ट गरिदिनु होइन म अलिक चलिहाल्छु नि खसा भनेको कन्ट्रोभर्सी पनि चल्दै हाल्छु नि कन्ट्रोभर्सी गर्नको लागि चिन्नुपर्छ क्या सुरुमा चिन्ने बल्ल कन्ट्रोभर्सी गर्ने चिन्नु नजान्नु कन्ट्रोभर्सी हान्दिने मान्छेको के राम्रो व्यवहार छ के छैन चिन्ने नि बल्ल पो हुन्छ त जस्तो सिआरसी दाइले मैले चिनेर बिचमा घुस्नु मैले कन्ट्रोभर्सी गरेन मैले जस्तो भयो चिन्ने छैन बुझ्यौ अनि तिमीलाई नि मैले चिने छैन को हो तिमी के हो खेमे भ्लग के हो यो कसम भनेको यो नाम पनि सुनेको थाहा दामी युनिक छ नाम बुझ्यौ कन्ट्रोभर्सी गर्दा नि हुन्छ चिन्नु पऱ्यो त तिमीलाई कन्ट्रोभर्सी गर्नको लागि अनि कन्ट्रोभर्सी स्टार्ट चाहिँ कसरी गर्ने तिमीसँग हुन्छ नि केही तर केही भन्नु छैन यार